गाइस मेरो चाहिँ पेन्डिङ रेडी भइसक्यो आज चाहिँ सरलाई दिने हो हैन आज डे 2 हिजो रातभरि बनाएको आज कम्प्लिट भयो अब सरलाई लगाइदिने हो दिपक सरलाई खोज्ने हो कता छ उता अगाडि हिँड्छ हो ले दिपक सरलाई खोज्ने अब तले मैले दिपक सरलाई खोज्ने यो बोक दिपक सरलाई लडिदिने अब दिपक सर मेरो भाइले दिदी दिदी भाइ दिदी हो मैं गरीब हूँ छुट्टी राख्नु भएछ के हो दिपक सर कहाँ छ दिपक सर कहाँ छ दाइ दाइ दिपक सर कहाँ हुनुहुन्छ हजुर दिपक सर खोज्ने के हिँड्न दिदी भाइले दिदी दिपक सर कस्तो छ दिपक सरको चुप लाग ओइ छोड्दे कसले हो हजुर ठीक है दिदीलाई मेसेज गर्नु छोडिदियो केटा हो मेसेज नगर दिदीलाई बिचरा भाइले दिदी आज नेता छ दिदी यो को चेस ल गर्नु यो गर्नु यो को हो ल यो थाहा पाउनु यो को देखे उ त्यो कपाल ए भाइ ओइ चिया खस्यो दिदीको यो भाइ हो के निशानी आउ त निशानी आउ त यहाँ आउ त यहाँ आउनु यो भाइ हो के दिदी चिया पाक्यो चिया पाक्यो दिदी दिदी सोल्टिनी म खान्न मलाई फ्रीमा दिनुहुन्छ र नि सोल्टिनीले ल राम्रो छ यो त यो त यति बनाएको हो क्या दिदी त्यो गर्ने बेला है अब यो दिपक सर कहाँ छ कि दिपक सर खोज जाऊँ दिपक सरलाई दिउँ न आउनु जाऊँ तपाईँ मलाई दिने ए खानु भने जाम है त दिउँ न तपाईँ दिनु न म ए फेरि बुढीले मार्छ फेरि त्यसमा फेरि भाइ डिलिट गर भिडियो भन्यो भने यो तपाईँले दियो भने फेरि हो अब देखेर के भयो त भरे फेरि भाउजूले फेरि डिलिट गर भाइ भिडियो भन्यो भने दिपक सरले दिपक सर कहाँ छ सर दिपक सर अफिसमा ए ल दिपक सर अफिसमा छ लानु छिटो भित्र भिडियो बनाउनु मिल्दैन हो अनि यो भिडियो नि अनि त्यो भयो भने त फेरि अनि दिपक सर तपाईँ अस्ति मैले बेकार जिस्काएँ तपाईँलाई हेर्नु त यत्रो जिस्कायो कुरिरहेको छु मैले बिहान तपाईँको त्यो भिडियो त्यही बनाउँछ तैँले है अब यो फेरि एउटा भाउजूको तपाईँको थ्याङ्क यू सर यो भिडियोमा होइन सर धेरै होइन 5,000 10,000 लाइक नि यत्रो कपीमा बनाएर म फ्रेम हालेर होइन 4-5 हजारको फ्रेम किनेर यत्रो बनाएर ल्याइदिन्छु सर तपाईँको त मिलियनमा भेज गर्छ भनिदिनु न दिदीले त मेसेज गर्नु सोधेको हो दिदीले सोचे 500 भ्युज आएको थियो सर होइन हामी यहाँ भिडियो बनाउँथ्यो अनि दिदी हाँसिरहेको थियो अनि बेलुका हेरेको तर भाइरल हुने तपाईँले त कसले किनेर मलाई त भन्छु त के भनिन्छ कमेन्ट तपाईँको साथीले कमेन्ट गरिरहेको थियो त्यहाँ तपाईँको साथीले कमेन्ट गरिरहेको थियो त्यहाँ मेसेजमा पठाइरहेको छ यहाँ अर्को कसले पठाइरहेको छ यहाँ मेरो अर्को साथीले पठाइरहेको छ डिलिट गरिदेऊ न यहाँ डिलिट त नगर होइन प्राइभेट गरिदियो भाइ एउटा भिडियो भाइरल गर्नु बोल्नु छ त तिमीले त्योभन्दा भाइरल तपाईँ सोचेको थियो दिदी भाइरल जान्छ भनेर तपाईँले सोचेको थियो भाइरल जान्छ भनेर त्यति त नर्मल हो